दिपेन्द्र सिंह ऐरीलाई भोट कसरी गर्ने त? त्यसको लागि तपाईहरू फेसबुकको पेजमा जान सक्नुहुन्छ। अनि फेसबुकमा सर्च बारमा गएर क्यानको अफिसियल पेजलाई क्यान लेखेर त्यसको वेबसाइटमा पेजमा गएर त्यसपछि तल क्यानले चाहिँ कसरी भोट गर्ने भनेर लिङ्क राखिदिएको छ पोस्टमा। हजुरहरूले त्यहाँ गएर लिङ्कमा थिच्न सक्नुहुन्छ। अनि यसरी नै एउटा पेज खोल्ने छ आइसिसीको, त्यसमा गएर यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले भोट गर्ने। यसमा चाहिँ यता आएर दिपेन्द्र सिंह ऐरी यहाँ लगइन गर्नुपर्ने हुन्छ। यसमा लगइन गर भनेर आएको छ। यसपछि तपाईँले यसमा आफ्नो जिमेल लगइन गर्न सक्नुहुन्छ। यसमा चाहिँ मैले जिमेल लगइन गरेर हजुरहरूलाई लगइन गरिसकेको छु। त्यसपछि तपाईँहरू यसमा आएर यसमा देखाइसकेको छ। अब यता साइडमा दिपेन्द्र सिंह ऐरी छ, यसमा चाहिँ भोट लेखेर यसमा हजुरहरूले भोट गर्न सक्नुहुनेछ। यसरी नै हजुरहरूले दिपेन्द्र सिंह ऐरीलाई भोट गर्नुहोला। यसरी नै दिपेन्द्र सिंह ऐरीलाई भोट गरेर जिताउने काम गर्न सक्नुहुनेछ।